लु यो चाहिँ हामी सुन्तलालाई रोगबाट विभिन्न खालको क्यान्सर रोग होइन अरू विभिन्न रोगहरूबाट बचाउनको निम्ति हामी बोडो पेस्ट गरिरहेको छौँ। अस्ति भर्खर हामीले बोडो मिक्सचर गऱ्यौँ र अहिले हामी बोडो पेस्ट गरिरहेको छौँ। अघि अस्ति हामीले एउटा बगान सक्यौँ, नयाँ बिरुवा चाहिँ बाँकी छ। अब यो बगानलाई सकेर हामीले त माथि पनि गरिरहेको छौँ। हेर्नु त अनि गर्नु बाँकी तलतिर पनि छ। त्यसरी हामी गर्दैछौँ। यसो गरेर चाहिँ बिरुवालाई स्वस्थ बनाउन सकिन्छ। बिरुवामा लाउँदैछु म त।